यता न नमस्ते मेरो नाम शान्ति पागल जस्तो देख्छ होला तर हामी पागल होइन नमस्ते मेरो नाम चाहिँ हामी पनि भाइरल हुनु पर्यो आलु चाहिँ ठिकै फलेको यो चाहिँ बिउको लागि राख्न ल्यायो कि सकेको योहरू सुकाउनु। हेलो साथीहरू नमस्ते लासो फ्यापुल्ला। आज चाहिँ हामी आलु खन्न जानु लागेको। हामीसँग आलु खन्न जानु भयो आउनु है तपाईँहरू। छुर्पी खाँदैछु म चाहिँ। यो चाहिँ हाम्रो दाइको बारी हो। हाम्रो दाइको त्यहाँ कुखुरा फार्म पनि छ। यो दाइको होइन हो त नि अब दाइको हुनेवाला हो कि हाम्रो दाइको हुनेवाला कुखुरा फार्म दाइको गाई फार्म त होइन भैँसी फार्मको लागि त्यहाँ के हुँदैछ कर्मचारीको आवश्यकता। तपाईँहरूलाई काम गर्न इच्छुक छ भने जागर चल्छ भने 24 घन्टा खट्न सक्नुहुन्छ भने महिनाको 24,000मा 25,000मा होइन 24,000को लागि के भर्नु होला फर्म भर्न आउनु होला। हाम्रो कन्ट्र्याक्ट साइन गर्नलाई हजुरहरू आउनु ड्यास नम्बरमा कल गर्नु होला। हाम्रो दाइको गोठ चाहिँ यो हो। भर्खर रेडी हुँदैछ है। बोले नि किन नबोलेको देखाउँछु है अब। हाम्रो दाइको ब्लग अनि यो हाम्रो एउटा गीत धेरै चलेको छ। अब गीत सुन यहाँ के भन्छ रे त्यो गीतमा चारपात पानी ओइ पापी आयो गीत बिर्स मैले। अनि यो चाहिँ हाम्रो दाइको गाई फार्म होइन भैँसी फार्म। गाई भैँसी प्लस मिक्स। अब यो हाम्रो दाइको कोट बन्दैछ। काम चाहियो भने कृपया हामीलाई सम्पर्क गर्नु होला। हामी त बेरोजगार भए पनि हामी अहिलेसम्म अब हजुरहरू जागिरिलो हुनुहुन्छ भन्ने आशा गर्दछु। हामी त बेरोजगार भए पनि हामी अहिलेसम्म अब हजुरहरू जागिरिलो हुनुहुन्छ भन्ने आशा गर्दछु। अनि अरू यहीँ देऊ न अलिकति इन्टरभ्यू यता न। नमस्ते मेरो नाम शान्ति तामाङ। म उहाँको कान्छी बुहारी। मेरो त मेरो हजुरको पनि बुहारी। बुहारी। नमस्ते मेरो नाम चाहिँ शर्मिला वाइबा। भ्लग बनाउने मान्छे चाहिँ मेरो कान्छी बहिनी। अगाडि अगाडि हिँड्ने चाहिँ मेरो कान्छो भाइ। हामीलाई पागल जस्तो देख्छ होला तर हामी पागल होइनौँ। हामीलाई पागल जस्तो देख्छ होला तर हामी पागल होइनौँ। हामी यस्तै छौँ। हम पागल नहीं है भैया हमारा दिमाग खराब है हैन। भनेको त आलु भन्न चाहन्छु आम्मै नाम दामी कति तोरीको साग खान चाहनुहुन्छ भने आउनु होला गाइडहरू आउनु होला। कृपया साग लगेर जानु होला झोलै झोलाभरि फ्रीमा। मात्र पुग्छ हामीलाई बारी सफा गरिदिए मात्र पुग्छ। हाम्रो चाहिँ मकै नउम्रिएर दोहोऱ्याएर थप्नु परेको अवस्था। तर आउँछ होला कति ढिलो भएको होला कि बाबाले मान्नु भएन। यो पोहोर जस्तै हुन्छ अब बाबाको। यो पोहोर पनि कोही ठुलो कोही सानो भएको थियो त। हाल्ने मान्छेको यो बारीमा सिमरन होला सिमरन आमा के गरेको छ रे यो मकै एकै ठाउँमा 500 पर्छ त। यो चाहिँ हाम्रो आलु हो गाई। आलुलाई चाहिँ असिनाले हानेर खत्तम भएको छ। रोग पनि लागेको छ होला अलिअलि असिनाले गरेर। तपाईँहरूलाई दुब्लाउने टिप्स चाहिन्छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला। 2 महिनामा मैले 10 किलो घटाएको छ है गाईहरू। अनि गाईहरू हामी पनि भाइरल हुनु पर्यो। प्लिज सब्सक्राइब गरिदिनु होला। हामीलाई पनि यसो साथ सपोर्ट गरिदिनु होला। फलेछ साथीहरू फलेछ। एउटा दुईटा डेङ मात्रै रहेन छैन। एउटा दुईटा बोर्डमा भ्यूले मैले त काटेछ। ल गाईहरू अब हामी काम गर्न थाल्यौँ। भरे भेटौँला है। यति खनेको आलु त यति निस्किसक्यो। मजाले फलेको रहेछ। घरसम्म कोही के जाजु बेगी मलाई जाजु बेगी मलाई पर्दैन कि के पो भन्छु भनेर गएको थियो। बाबाले बोलाउनु भएर बिर्सेँ मैले त। चाहिँ यो गरेर खनिसक्यो। बाबाले चाहिँ यो खनिसकेको आलुले माथि घरमा लाँदै हुनुहुन्छ। ल
यो चाहिँ बिउको लागि राख्नलाई हो कि यो आलु चाहिँ खास नामले खनेको चाहिँ गाइस यो चाहिँ बिउको लागि हो गाइस हेलो गाइस म पार्टी गर्छु बुकमा कवर हालेर अनि फेरि नाम लेखाउडे बुकमा कवर हालेर नाम लेख्नु रे अनि भोलि बिदा रे अनि बिदामा के गर्नु रे त बिदामा काका जान मन लाग्छ त्यतै जानु रे हो सेतो त सबै फोहोर भइसक्यो मम्मीले भोलि धुया छ त भोलि स्कुल छुट्टी हो पर्सि छैन नि पर्सि छुट्टी होइन भोलि का तिम्रो लुगा धुने हो त नि यहाँ आउनु पर्न आउनु पर्छ पर्सि भोलि तिम्रो उ भइसक्यो के बुक पठायो आज पठायो कवर हाल्नु पर्छ नि कभर चाहिँ कहाँ छ रे त त्यहाँ मैले घर पाएर मम्मी हो इस गुड मलाई दिनु न हाम्रो चाहिँ आलु आधी मात्रै खन्ने भयो यहाँ एउटा दुईटा तिनवटा बाटो चाहिँ पाटो भन्छ होइन तिनवटा बाटो चाहिँ कलिलो रहेछ अहिले नखन्ने यो यहाँ मुनिको चाहिँ तिनवटा चाहिँ खनिसक्यो अब यो तिनवटा बाँकी छ ऊ तलको चाहिँ खनिसक्यो कलिलो त यो पनि तिनवटा पुगेको थिएन राम्रो नि मगरमा ढिलो भयो भनेर खनेको तर यताको चाहिँ लास्टै कलिलो रहेछ अनि यो चाहिँ अब 3-4 दिन 4-5 दिनपछि खन्नु हामी चाहिँ घर जाँदैछौँ आलु बोकेर आलु धेरै छैन बाबाले ओसारिसक्नु भयो 3-4 खेप हामीले चाहिँ पछि खनेको मात्रै बाँकी बसेको चाहिँ यो बोकेको अरू चाहिँ सबैले बाबाले लानुभयो दिदी र बुहारी नानी चाहिँ उतलतिर छ यो दिदीले चाहिँ घाँस बोक्दैछ बुहारी नानीले चाहिँ आलु बोक्दैछिन् तो उकालो चढेर आउनुपर्छ त्यही भएर थाकिहाल्छ कि त्यहाँबाट यहाँसम्म आउँदैन बोकेर होइन पुरै हामी खाजा खान आँटेको अङ्गुर दालमोट खान आँटेको अनि यो पनि यसको भात हो रे दालमोट अनि यो अङ्गुर हेर्नु साथै म चाहिँ खाँदैछु भन्नुहोस् मम्मी चाहिँ खाँदैछ म चाहिँ कि तिमी तपाईँ मम्मीले कहिले खाएँ तपाईँ नाटकको खायो भने के भन्छ मम्मी चाहिँ नाटकको खाना अनि तपाईँ चाहिँ साँच्चीको खाने हेलो हामी खाजा खान्छौँ बाई भन्नुहोस् खाजा खान्छ बाई बाई हामी चाहिँ अब खाजा खाइसकेर प्याज लसुनहरू खोल्न लागेको दिदी र दाइ चाहिँ खन्दैछ म चाहिँ भर्खर ओर्ले खाजा खाएर दिदी र दाइ चाहिँ यहाँ प्याज खन्दैछ प्याज र लसुन हाम्रो चाहिँ प्याज खन्ने कार्यक्रम पनि यहीँ समाप्त भइसकेको छ प्याज चाहिँ यहाँ यति अनि उनीहरू डोकोमा त्यति आएछ लसुन एक डोको घरमा पुऱ्याइसक्यो लसुन एक डोको घरमा पुऱ्याइसक्यो साथीहरू गाइस ल गाइस गाउँ घरमा बस्नुपर्छ अर्ग्यानिक खाने भए चाहिँ आउनु होला खाने भए खानु च्याउ चौसिन चौसो हामी चाहिँ प्याज बोक्दैछौँ नि अब घरमा जाने हामी यहाँ बाँकी छ चाहिँ प्याज खन्नलाई यो चाहिँ अलिक छिपेको छैन छिपेपछि खन्ने हो अस्ति एक लट फेरि खनिसक्यो नि हाम्रो फेरि अस्ति पनि खनिसकेँ यो बुहारी नानी आमाजुहरूलाई चाहिँ काम आएर कान्छी एउटा प्याज तल गरममा झरेको थियो बिर्सु जाएको छ मैले त कुनै चाहिँ सुकिसक्यो लसुन यहाँ तल एक डोको छ लसुन यो चाहिँ सुक्न बाँकी यो सुकिसकेको योहरू सुकाउन बाँकी लसुन यो चाहिँ प्याज अस्ति खुनेको आजको भिडियो चाहिँ यति नै होइन साथीहरू अब यहाँ इन्ड गर्न चाहन्छु भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला बाई बाई साथीहरू नेक्स्ट भिडियोमा भेटौँ न है